हेलो साथीहरू, आज चाहिँ हामीले चिकन चिल्ली घरमा बनाएर खाँदै। अहिले चाहिँ चिकन चिल्लीको लागि अदुवा र लसुनको पेस्ट तयार हुँदैछ। अब त्यसपछि चाहिँ कर्नफ्लावर हामीले चाल्यौँ। अब पेस्ट बनिसक्यो। त्यसपछि सबै मसलाहरू धनिया अनि खुर्सानी, त्यसपछि लसुन अदुवाको पेस्ट गराएर चिकनमा मिसाएँ। अनि यति मिसाएर राखेपछि अब हामीले चाहिँ यसलाई मोल्छौँ राम्रोसँग, भित्र रस पस्ने गरेर मलेर एकछिन भिजाएर राखेर ट्याक्क फ्राई गऱ्यौँ। फ्राई गर्दा चाहिँ एकदम मिडियम ग्यासमा रातो हुने गरेर फ्राई गरिसकेपछि चाहिँ हामीले चाहिँ यसलाई निकाल्नु पर्छ। ल, अब चाहिँ हाम्रो फ्राई तयार भयो। अब यसमा मिक्स गरिन्छ स्विट चिल्ली सस, टोमेटो सस र सोया सस। राम्रोसँग मिक्स गरिसकेपछि सानो सानो टुक्रा काटिएको क्याप्सिकम, प्याज, लसुन अदुवाको पेस्ट हालेर मजाले हल्का 5 मिनट पकाइसकेपछि अनि हामीले त्यसमा फ्राई गरेको मासु हालेपछि हाम्रो तयार हुन्छ चिकन चिल्ली मिठो।